हेलो साथीहरु, मैले चाहिँ आज कुखुराको मासु फरक तरिकाले पकाउन गइरहेको छु। यो हो 3 पाउ कुखुराको मासु। मैले कुखुराको मासुले धोएर राखे है। चुलोमा चाहिँ मैले कराई बसालेको छु। यो शुद्ध तोरीको तेल हो। यो उपादा लिएको हामीले मिलबाट लिएको शुद्ध तोरीको तेल हो। यो पट्याउनु हुन्न भने चाहिँ यो सब तोरीको तेल हो। तेल राखिसकेपछि चाहिँ मैले तयारी गर्दैछु। यो खुर्सानी, यो चाहिँ थोरै जिरा फुरान्छु मैले अहिले यहाँ। जिरा सँगसँगै यो फेरि मेथीको दाना चाहिँ मेरो कुनै पनि उमा छुट्दैन है, दाल बाहेक सबमा मैले मेथीको दाना फुराउँछु। यहाँ तयार गरेको छु मैले लसुन र चप गरेर राखेको छु। प्याज मुठ खराब बिहानै खराब हो, त्यही भएर यति धेरै खुर्सानी राखेको छु। यसले चाहिँ मैले यसरी फुराइदिएँ सँगसँगै। अनि यतिको भइसकेपछि चाहिँ यसले राम्रो बास्ना दिन्छ है। चप गरेर राखेको प्याज र लसुनलाई चाहिँ मैले यसरी फुराएँ तेलमा। यसरी फुलाएर राखेको छु मैले। यो चाहिँ मेरो एकदम महत्त्वपूर्ण चिज चाहिँ मैले छुटाएछु। यो हो तिमुरको दाना है, फुराउनु पर्ने। मैले चाहिँ फुराउन बिर्सेछु। यतिकै राख्यो भने हुन्छ। यो तिमुरको दानाले चाहिँ मासुले एकदमै स्वादिष्ट बनाउँछ। यो यतिको भइसकेको छ। यो यतिको भइसकेपछि चाहिँ अघि मैले पखालेर राखेको मासुलाई यसरी राख्दिएँ। टमाटर मैले एकछिन पछि राख्छु। त्यसपछि मैले बेसार राखेँ। म जहिले पनि नुन राख्नुभन्दा पहिले नै बेसार राख्छु है। मेरो बजेले मलाई सिकाउनु भएको। नुन राखिसकेपछि बेसार राख्दा चाहिँ तरकारीमा बेसार लाग्दैन भन्नुहुन्थ्यो। त्यही भएर मैले जहिले भयो भने बेसार अगाडि नै तपाईँको स्वाद अनुसारको मैले नुन फिरमाथिबाट यसरी छर्किदिएँ। पहिले नै नुन राखेपछि मासुमा सबैमा भिज्छ अनि मिठो हुन्छ। अब चाहिँ मैले यसलाई यसरी छोप्छु। छोपेर चाहिँ यो सानो आँच हुने गरी मैले सानो आँच मिडियम आँच मैले यहाँ त टमाटर लिएँ मैले। टमाटर प्याजहरू चाहिँ अलि मैले धेरै नै राख्छु। 4वटा टमाटरलाई मैले यसरी भाँडामा यसरी गरे है। अब यो टमाटरले चाहिँ मैले यसरी सानो पिसमा यसरी पिस गरेँ है। फेरि यो एकचोटि फेरि ठुलो आँच बनाएर यसरी चलाइदिएँ एकचोटि। यसमा मैले अरू मसलाहरू राख्ने छैन। जिरा फुराएको छु मैले, कुनै पनि मसलाहरू राख्ने छैन। कस्तो हुन्छ स्वाद। काटेर टमाटर मैले राखेँ यसरी। फेरि यसो गरेर फेरि मैले एकछिनको लागि छोपिदिएँ। अब चाहिँ म यसको लागि मेरो छतमा चाहिँ यो धनियाँ छ। यो धनियाँ मैले तरकारीमा पहिलो पटक राख्दैछु। कस्तो हुन्छ मलाई लाग्थ्यो यो धनियाँ खासै मिठो हुन्न होला उहरुमा भन्ने लाग्थ्यो, तर मिठो हुन्छ भन्ने सुनेको छु। यो धनियाँ मासुमा राख्नलाई कस्तो हुन्छ त्यो पछि नै भनौँला है। यो धनियाँ चाहिँ राख्दिएँ मैले। राम्रो कलर दिएछ है साथीहरु।